हेलो गाइज, आजको चाहिँ भ्लग एकदम खतरा खाक्नुभन्दा हामी धेरै दिनदेखि कुरेको आज चाहिँ बालेन्स यही चौपाइमा। सो हामी भेट्न हिँड्न लाग्यौँ बालेन्सालाई। सो हेर्नु चाहिँ दिदीहरू रेडी हुँदैछन्, सानदेखि भन्दै रेडी भएछ। अब चाहिँ हामी म चाहिँ देखाइदिन्छु बालेन्सालाई। भोटकेमा घन्टीमा त गर्नै पर्यो, यति त हुनैपर्छ जुनाबको माल। सो हेर्दै गर्नु होला गाइस, हामी पनि बालेन्सालाई भनेर हिँड्दैछौँ। हेर्दै देखाएर यसो एक्साइटेड छौँ लगाउनु कहिले बालेन्सा आउनु। सो हेर्नु होला सबैको हजुर। हेलो गाइस, मैले चाहिँ बालेन्सको लाएन भने घन्टीमा भोट दिन भने बालेन्सको लाइन बस्छु, मैले घन्टीमा भोट दिन्छु है गाइस। Oh my God! Wow! गाइस, बालेन्सरलाई कुदा आउनु भएन, कहिले आउनु नि यो बालेन्सर। सब दुरी हामी पनि दौडी सक्छौँ। इतिहासमा झुक्कै जानुभयो। अब हेरेछु हाम्रो छतदेखि पुरा देखिन्थ्यो। हामी यहाँ चौपानी आएको यस्तो बस्नु छ कि बालेन्सर भनेर हाम्रो पाइन्थ्यो। गाई जब के देखिसक्यो थोरै भयो। प्लेट चाहिँ धेरै थियो, आज हेर्नु भयो होला आजको ब्लगमा। अनि त्यो नो भ्यालेन्टाइन डे, ओन्ली भ्यालेन्टाइन डे, ओन्ली भ्यालेन्टाइन डे आज त सक्यो। यो थाहा छ नि त बिचरा घाटा होला। बालेन्सर तपाईँ आउनु त आउनुभयो, तर तपाईँले 1 सेकेन्ड पनि बस्नु भएन। तपाईँले 1 सेकेन्ड पनि बस्नु भएन। सुमन्त्र हुनुभयो। 1 सेकेन्ड आएर हुन्छ र अलि यसो बोलचाल हुन्थ्यो। हामीसितै आइहाल्नु तर अलि यसो बोलचाल हुन्थ्यो। हामीसितै आइहाल्नु फोटोग्राफ नलिने। यस्तो त 5 मिनट त बस्नुपर्छ। त्यत्रा जनता थियो त्यहाँ, कति हजार जनता पनि, 10-20 हजार जनता हुँदाहुँदै पनि अलिअलि 5 मिनट पनि बस्नु भयो। 5 सेकेन्ड 1 मिनट पनि उभिनु भयो भने तपाईँ सब फर्किने हुन्।
बालेन्सालाई हेरेर यहाँले हेर्छ हुन्छ कि सबले हेर्दैछ नि यहाँ कति आतुरी होइन यहाँ कति बेताउनु होइन